everyone, welcome back to my channel. This is me Durga Kharka. I hope you all are fine and doing good in your places. I am doing too. So, हेर्नुभयो त तपाईहरुले आजको एपिसोड 18 गाइज फाइनली के भयो जे नहुनु पर्ने थियो त्यही भयो योगेश निस्क्यो तर योगेशको हैन काहीँ पनि केही इन्टरभ्यु केही पनि आएको छैन डे पनि आएको छैन हैन मलाई चाहिँ लागिरहेछ त्यो गएको छैन अब कसरी रिइन्ट्री गराउँछ के गराउँछ थाहा छैन अफ कोर्स त्यो गराउँछ आज त कस्तो फुस्सी बम केही नभएको जस्तो भयो हैन आज त खै खासै मलाई केही नि लागेन आज चाहिँ आजको एपिसोड निकालिदियो हैन अब हिजो चर्चा मैले भनेकै थिएँ निकाल्छ भनेर भन्ने कि आज निकालिदियो अब ल्याउँछ पनि टिआरपी को लागि नै गरिरहेछ अनि अर्को सो पनि चलिरहेछ नि एलायन्स भन्ने त्यो कस्तो राम्रो गरिरहेछ है कुशल टन्डनका छ नि शिवाङ्गीको एक्स बनाउँदो अनि त्यो रमाइलो भइरहेछ यो त्यति गर्न सकेन त्यही भएर जे पाइते गरिरहेछ जस्तो लागिरहेछ मलाई लकअप सिजन 2 मा अनि त्यसपछि अरु के अनि त्यसपछि आउँछ आकांक्षा रोको छ त्यो रामलाई के प्रब्लम यार रुन नि नपाउने त अब रुन नपाउने किन वाइ रुनै नपाउने रे के त्यो रामजीले आकांक्षा रोएर ये अभि मत कर यो नगर रे अब किन तैले त्यसलाई आकांक्षाले त मलाई त्यो चाहिँ लाग्दैन आकांक्षा वरुण धीरजलाई अलिकति क्वेशन गर्छ भनेको त केही क्वेशन पनि गरेन के कसैले द्याट्स मलाई त तैले किन गरिस् तैले यस्तो यस्तो भनेर पुरै त्यो त्यस्तो हिरोइन बन्ने आकांक्षा के न गर्छु म आएर भने त्यो त फुस भइदिएर ल आकांक्षा चौधरी त के गरेको त त्यसले केही त गरेन आएर म अब यसको प्यामोलाको ब्यान्ड बजाउँछु यसको ब्यान्ड बजाउँछु त्यो पनि योगेश नभएपछि त भयो के भयो भने यिनीहरुको लाइक ऑल आर वन टीम के अब शिवाङ्गीको उ भयो हर्षद भयो धीरज भयो हैन अनि त्यसपछि राम पनि उ गर्छ रामजी पनि भन्न मन लागेन हौ मलाई त्यसलाई रामले पनि सपोर्ट गर्छ शिवाङ्गीलाई अनि दुई तीन जना जसको सपोर्ट छ नि मान्छेहरु झुन्डमा त्यही मान्छे प्रति नै जानी रहेछ के मैले देखे अनुसारले हैन अनि प्लस बाहिरबाट होस्टले के भन्छ हैन कस्तो भन्छ अनि त्यही अनुसारले के अब शिवाङ्गी हर्षदलाई राम्रो भनिराछ भने बाहिरको मान्छेले त्यो शिल्पा र श्रेया चाहिँ हैन अरूहरु रेस्ट अफ द पिपल्स के उनीहरु चाहिँ के रे त्यही मान्छे प्रति चाहिँ राम्रो हुने के अनि त्यसपछि अब सुफी पनि कस्तो रिस उठेको के मलाई यता पनि कुरा गर्छ शिवाङ्गीलाई सर्ट आउट गर्छ ह्यान त्यान रे अनि फेरि गएर के भनिसक्यो म तिमीलाई के रे शिवाङ्गीले यस्तो गर्यो यस्तो भनिरा थिए अरे ल रामलाई गरेर के भनेको त्यो सुफी यार बिन पेन्दी के लोटा कभी इधर तो कभी उधर धीरजसँग मेन रिस उठेको चाहिँ त्यसले आफ्नो कम्पिटिसन हटाएको धीरज इज त्यो प्रितामा हेरेको भन्दा नि कस्तो हर्स टाइपकै केटा छ के क्यू टाइपको के त्यो योगेशलाई निकाल्दिएको त अब के भनेर गरेको प्लस म के भनौं पछि के त्यो शिवाङ्गी र धीरजको बेलामा के धीरज के रे त्यो शिवाङ्गी र हर्षदमा के आई वान्ट टु टक टु यु के रे मे आऊ भन्छ शिवाङ्गीले अनि हर्षदले नै आई वान्ट टु बी अलोन अनि त्यसपछि चमोला आएर बस्छ नि त आकांक्षा चमोला आएर बस्छ अनि शेयर गर्यो अनि त्यसको बारेमा के भएर भनिरा थियो नि त हर्षदलाई पनि अब लाग्यो होला नि त मलाई यसको केयरटेकर भनिराछ फेरि ही इज ह्याप्पी इन डुइङ दैट थिंग्स अनि फेरि उलाई क्वेशन गर्यो भनेर उले जे गरिराछ त्यही भन्यो भनेर उलाई प्रब्लम भइराछ के दैट शुड नट बी डन प्रब्लम हुनु भएन हैन यु आर डुइङ तिमीले जे गरेछ त्यसमा कुरा सवाल उठाको अब यदि तिमी गेममा अघि जान चाहन्छौ भने दैट्स रङ हैन यदि तिमी शिवाङ्गीलाई नै बचाउन चाहन्छौ शिवाङ्गीलाई जिताउन चाहन्छौ भने दैट्स फाइन ब्रो हैन वी क्यान डु एनीथिङ अनि त्यसपछि अनि के मन लाग्दी गरेछ है लकअपमा मन लाग्दी गरेछ के मलाई कस्तो उनीहरुलाई शिवाङ्गीलाई नै हाइलाइट गराउँछ शिवाङ्गी वाज लस्ट हैन अनि उलाई नै टास्क दिएर त्यो मेकर्सले कति के गरेको के अब हेर्नुस् है अरु एउटा कुरा भनेको अब शिवाङ्गीलाई के रे कसले अब त्यहाँ केही न केही गराउन सक्थ्यो हैन तिनीहरुको हातमा थियो नि त केही न केही गराउन सक्थ्यो टास्कहरु केहीहरु गराउन सक्थ्यो तर तिनीहरुले किन गराएन त तिनीहरुले
यताउता तिनीहरूलाई थाहा छ नि त कतिजना कसको सपोर्टमा छ अनि त्यसपछि युनानिमस हुँदैन अब म तिमीहरूलाई यसरी गरेर सिधै सल्टायो त्यो पनि होइन अनि त्यसपछि शिवाङ्गीलाई बनायो अनि फेरि आकाङ्क्षा चमोलालाई बनायो अनि त्यसपछि फेरि अनि टास्क दियो त्यो बेलवाला होइन बेलवाला टास्क त ल फाइन शिवाङ्गीले जित्यो त्यो अर्कोवाला टास्क जुन त्यो टास्क थियो नि त्यो अर्कोवाला टास्कमा त त्यो घडी घुम्ने मेरो दिमागमा आएको कुरा है घडी घुम्नेवाला थियो नि अब त्यो त मन लाग्दै घुमाउने रहेछ उनीहरूको सिस्टम उनीहरूको हातमा छ त्यो सिस्टम अनि त्यो चमोलाको आकाङ्क्षा चमोलाको अर्कै गरेर घुमाइदिने त्यसको अलिक स्लो गरिदिने त्यो त गर्न सकिहाल्यो नि द्याट उनीहरूलाई शिवाङ्गीलाई जिताउन मन छ भने त्यो त गरि नै हाल्यो क्या द्याट्स भेरी सिम्पल एन्ड द्याट्स भेरी मलाई त मन परेन त्यसपछि कसो भयो मलाई चाहिँ त्यस्तो लाग्यो क्या होइन अनि अनि आकाङ्क्षाले जित्दाखेरि त्यो हर्षद के एक्सन स्पेक्स लाउडर देन भोइस दिइरहेको थियो नि बोय के भयो तिमीलाई जस्तो के बोय वाट ह्यापन ठिकै छ ब्रो अब ठिकै नै छ अब के भने अरू त त्यो उफ्रेको त्यो चम्केको अब भनिरहेको थियो नि आकाङ्क्षा चमोलाले पनि के यु गाइज आर डुइङ के अरे के अरे कपालको जस्तो हरकत गरिरहेछ भनेर भन्छ नि त्यो नि गरि नै रहेछ क्या अब त्यो हर्षदले चाहिँ अति नै अब खोइ मन पराएको थियो अनि शिवाङ्गीले एक्सेप्ट नगरेको होला पास्टमा तिनीहरूको त्यस्तो अब यत्रो सँगै उ गरिसक्यो भनेपछि एप्रोच त गरेकै थियो होला जस्तो लाग्छ मलाई चाहिँ शिवाङ्गीले एक्सेप्ट गरिन होला होइन त्यसले जसरी शिवाङ्गीलाई केयर गर्छ अब के अरे खुसी भएर आएर धीरजले हक गरेर रोकेर नगर त्यसलाई त्यसको ढाड दुखिरहेछ अरे तिनीहरूको केही चलिरहेको हुनसक्छ के यो द्याट मिन्स के तिनीहरूले सो नगरेको के सोमा शिवाङ्गीलाई त्यस्तै रहेछ नि त मेरो रिलेसन चाहिँ कसैलाई थाहा नहोस् एकदमै सिक्रेट राख्नु मन लाग्ने रहेछ त्यही भएर पनि अब त्यो सोमा आएर पनि तिनीहरूले अब त्यो नदेखाउनु त्यो चाहिँ पुरै ऊ के अब लिडरको लागि पनि त हर्षदले शिवाङ्गीको लागि हुटिङ गरिरहेको थियो अनि धीरजले राम सर रे अस्ति त्यति इन्सल्ट गर्यो फेरि राम सरै चाहिएछ होइन अनि मलाई त कस्तो औडा लाग्यो कि आफ्नो लागि पो गर्नुपर्छ त शिवाङ्गी र यो यिनीहरूलाई त के शिवाङ्गी चाहिँ अब आफ्नो लागि उठिरहेको छ द्याट्स राइट होइन अनि अलिकति हुन्छ नि तिनीहरूलाई कि गेमको एक्साइटमेन्ट पनि छैन केही पनि छैन क्या गेम जित्नुपर्छ यहाँ केही नै छैन क्या त्यो हुन्छ नि मेरो चाहिँ नि टास्कको लागि त्यस्तो चाहिँ केही छैन वी हामी लेट्स नट के अरे एक्सपेक्ट एनिथिङ फ्रम देम है यस्तो टास्कहरूको कुरामा बरु त्यो शिल्पा श्रेयाहरूले अलिकति रमाइलो बनाउँछ टास्कहरू यस्तो त गर्ने यस्तो गर्ने भनेर देयर आर नो बडी के त्यस्तो गर्ने आज आकाङ्क्षा चौधरी पनि केही देखेन त्यो अब आई डोन्ट नो के भएर नदेखेको के हो केही पनि देखेन आकाङ्क्षा चौधरी अब यस्तो केही देखेन भनेर निकालिदिन्छ कि आकाङ्क्षालाई पनि थाहा भएन होइन तर लिटरली भन्दाखेरि आज उसको केहीले ऊ देखेन क्या एपिसोडमा अब योगेश नभएर के नभएर थाहा भएन होइन सी सुड ह्याभ टेक स्ट्यान्ड के अब त्यो धीरजलाई यताउता भनेर त्यसरी पनि त राम्रो थियो अपर्च्युनिटी होइन आफ्नो साथीको लागि पनि बोलिन्थ्यो देखिन्थ्यो पनि खोइ आफ्नो साथीको लागि त केही नै हुने गरेन नि त त्यसले अनि त्यसपछि त्यो भइहाल्यो अनि शिवाङ्गी पनि आज त्यो श्रेयालाई यस्तो उस्तो यो तैँले मलाई यस्तो भनिस् उस्तो भनिस् भनेर कन्फ्रन्ट गरिरहेको थिएँ अनि आज जोसमा थिएँ क्या टास्कहरू पनि जितिरहेको थियो नि लुक एट मी भनिरहेको थिएँ क्या त्यस्तै टाइपको एटिट्युड थियो आज शिवाङ्गीको चाहिँ अनि सुफी मलाई त औडा लाग्यो सुफी ब्रो के हो तिम्रो पारा होइन अनि त्यसपछि मलाई चाहिँ सुफी चाहिँ खै मलाई थाहा भएन सुफी यता पनि कुरा गर्छ उता पनि कुरा गर्छ उसको के के भन्छ इन्भिजुएट हि डज नट ह्याज हिज स्ट्यान्ड अनि ऊ रियल लाइफमा पनि ऊ कस्तो नै होला क्या उसले केही नै गरेको छैन क्या मतलब राम्रो फ्रेन्ड्स रियल फ्रेन्ड्स पनि छैन फेक फ्रेन्ड्स पनि छैन इनिमिज पनि छैन शिवाङ्गीको बारेमा कुरा सर्ट आउट गरिसक्यो फेरि त्यहाँ गएर कुरा गरिसक्यो अनि शिवाङ्गी त मलाई त के अरे सुफी त ब्रो अनि अर्को भनेको पमोला र चमोला के चमोलालाई चाहिँ लागेछ प्रेमलाई जजमेन्ट डेमा प्रेज गरेर पनि होला के होला आज चमोलाले के अरे चमोलाले त्यति प्यामलाई ऊ नगरेको त्यति हुन्छ नि प्यामलाई अलिकति स्याहार मतलब अलिकति उसले पनि उसको मनमा रहेछ नि जस्तै उसले शिवाङ्गीलाई भन्यो नि त यस्तो यस्तो भयो यार शिवाङ्गीले त यस्तो यस्तो गर्यो के अरे शिवाङ्गीलाई के पमोलाले चाहिँ यस्तो यस्तो गर्यो अस्ति त्यो टास्क फाइल फाल्यो भन्यो यस्तो यस्तो भनेर पुरै एक्सप्लेन गरिरहेको थियो नि यदि तपाईँहरूले हेरिरहनु भएको थियो भनेर
भनी चाहिँ के अरे पुरै त्यो यस्तो यस्तो गर्यो पम्मलाले पनि अनि आकाङ्क्षा चौधरीले नि यस्तो भन्यो मलाई यस्तो लागिरहेछ यो चाहिँ मलाई अलिकति मन परिरहेको छैन यस्तो यस्तो भनेर भन्यो अनि त्यसपछि आज आकाङ्क्षा चौधरीले अनि अलिकति के अरे आकाङ्क्षा चौमोलाले अलिकति डिस्टेन्स राख्न खोज्यो होला त्यही भएर त्यो त्यति देखेको थिएन क्या पमला पनि देखेकै थिएन भनौँ न अनि अलिकति रोको जस्तो गरेर देखियो हाइलाइट भयो होइन अनि कतिखेर के हुन्छ यिनीहरूको थाहा छैन क्या कसले के गरेर चाहिँ अब रामजी के ओ माई चाइल्ड भन्दै अस्ति बच्चाको बेलामा चुप्प सुप्प खाए श्रेयालाई माया गरेर माई चाइल्ड गरेको मैले देखेको हो क्या अनि त्यस्तो त्यस्तो गरेर यताउता गरेर अनि फेरि अहिले त लिडर के को लागि बनाउन चाहन्छस् कि चाहँदैनस् भन्दाखेरि एउटा हात पनि उठाउँदैन भनेपछि यिनीहरू के चाहिँ गरेर आयो क्या अनि मुखमै राम राम बगली में छुर 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 छुरे के होइन अनि मलाई चाहिँ त्यस्तो त्यस्तै लागिरहेछ तिनीहरूको बारेमा चाहिँ अनि श्रेयाले भन्छ नि तैँले शिल्पाले चाहिँ मैले तँलाई भनेको थिएँ नि तेरो रामले तँलाई देखायो होइन भनेर शिल्पाले पनि भन्छ अनि श्रेया वाज लाइक अनि श्रेयाले पनि रामजीलाई तपाईँले यस्तो किन गर्यो भन्दाखेरि डिफेन्डरहरूलाई चाहिँ के अरे डिपेन्डेन्टहरूलाई चाहिँ ऊ होस् डिपेन्डेन्टहरूलाई चाहिँ होस् भनेर मैले नगरेको अरे राम यार यत्रो भएर पनि ब्रो यु डोन्ट ह्याभ एनी स्ट्यान्ड अनि यु रामसँग डराउने के अरू कति कतिजना त्यो धीरज सिरजहरू अलिकति डराउने अनि एज्ड भएर डराएको हो कि अब सेलिब्रेटी ठुलो आई डोन्ट नो म भए चाहिँ टुक्क टुक्क स्ट्यान्ड लिन्थेँ होला हौ होइन अनि त्यसपछि त्यही नै थियो श्री शिल्पाको अब किचन चम्किहाल्यो अब त्यो सेकेन्ड टास्क हारेपछि त अब शिल्पाले अब ओलिभ कस्तो खुसी भएको थियो ओलिभ ओइल लिएर आउँदाखेरि शिल्पा क्या त्यसले कस्तो कस्तो चाहिँ कहिलेकाहीँ कस्तो नि फिल हुन्छ अरे त्यसले सोको लागि चाहिँ आफू नराम्रो बनिरहेको चाहिँ तर ब्याक देन त्यो चाहिँ अलिकति त्यस्तै अरूलाई पकाउने खुवाउने गर्दाखेरि रमाउने मान्छे हो कि जस्तो नि सोचेको क्या ओलिभ ओइल मैले के आउँ भनेर भन्दाखेरि चाहिँ अनि तर हेर्नुहोस् होइन म अहिले भनिरहेको छु एपिसोड 19मा शिल्पाको प्याटर्नै यही हो नराम्रो गर्ने के अरे नराम्रो को छ नेगेटिभमा त्यसलाई अलिकति माया गर्ने त्यसलाई कति उफाडिदिने अनि आफू पनि नराम्रो नराम्रो गर्ने अनि पछि ऊ राम्रो भएर निस्किन्छ क्या अनि सबैलाई माया गर्छ अनि राम्रो हुन्छ क्या त्यो त्यस्तै त्यस्तै खेल खेलेको थियो बिग बोसमा म त त्यही नै सोचिरहेको छु शिल्पा सिन्डेको चाहिँ अनि त्यो र श्रेया र त्यसको बोन पनि श्रेयाले के भन्छ के शिल्पाले के भन्छ नि एकचोटि श्रेयाले भनेको थियो नि ये सब लोग एक ही साथ भगवानको पुकार रहे भनेर भयो त्यतिखेर म लास्टै हाँस उठिरहेको थियो कि मलाई श्रेया पनि त्यस्तो अब आजकल त अब बाहिर कस्तो सुनिन्छ आकाङ्क्षाको पनि त्यस्तो भयो म पनि यस्तो अति चाहिँ हुँदैन भनेर त्यो पनि अहिले अलिकति शान्त भएको छ श्रेया पनि धेरै नै शान्त भएको छ अब आजको एपिसोड त द्याट वाज नट टु केही पनि थिएन भन्दा पनि भयो त्यही अलिअलि टास्कहरू भयो केही रमाइलो लागेन अब भोलिकोमा खाना छिनेर खान्छ अनि धीरजको घरबाट लेटर दियो अरे गड कसलाई त्यस्तो त्यस्तो गर्ने खुरापाती दिमाग आउँछ होला घरबाट लेटर पठाइदिएर मेरो त्यो भाइ दाइसँग कसरी धीरजसँग पुग्छ भनेर फ्यामिलीले कसरी सोचेको अनि फेरि के हो अनि हामी चाहिँ एक्सन लिन्छौँ रे अनि धीरजलाई बोलाएर एक्सन लिनुपर्ने कि अब निकालिदिने के गरिदिने होइन अनि त्यसमा के गर्छ त थाहा भएन मलाई पनि अनि होइन अनि अर्को भनेको चाहिँ त्यति नै हो मैले जानेको बुझेको चाहिँ होइन अब मलाई अझ पनि लागिरहेछ होइन योगेश चाहिँ फर्किन्छ होला योगेश चाहिँ अब आउँछ होला केही काहीँ राखेर होला केही गरिरहेछ त्यसलाई जस्तो लागिरहेछ तर कस्तो त्यो ओभियस के अब योगेश त्यही छ केही गरिरहेछ जस्तो लागिरहेछ किनकि कति कतै इन्टरभ्यू पनि अहिलेसम्म आएको छैन योगेशको अनि मलाई त्यस्तै लागिरहेछ त्यसको लागि चाहिँ अनि अब भोलिको गेममा अब शिल्पाले खाना छिनेर खान्छ खानाको नियममा के पर्छ शिल्पा पनि अर्काको खाना के गएको होला खानेकुरामा चाहिँ अलिकति शिल्पा अलिकति लोभी छ कि के हो थाहा भएन अस्ति पनि मोमो योगेशले खाइरहेको बेला गरिरहेको थिएँ अब खै के भयो मलाई चाहिँ थाहा भएन होइन अनि अब शिवाङ्गीलाई मेकर्सहरूले नै यस्तो उठाइदिएको छ जस्तो लाग्छ अब लिडर बनाइदियो होइन लिडर बनाइदिइसकेपछि फेरि ऊ पनि बनाइदियो को होस्ट के पनि बनाइदियो को होस्ट होइन के भन्नु थिएँ लिडर बनाइदियो गेम जिताइदियो अब एउटा गेम त त्यसले जिती अर्को गेम चाहिँ फेरि त्यो घडीको गेम त आई हेभ अ डाउट अनि त्यसपछि त्यो जिती अब फेरि यार एउटा कुरा भन्ने विषय हर्षदले कति माया गरेको थियो शिवाङ्गीलाई ओ माई गड अनि रिलेसनमै छ जस्तो देखिन्छ त के हो पारा पुरै त्यो कस्तो त्यो
एकदमै नाजुक्कली गरेर राखेको छ त्यसले पनि। अनि धीरज पनि अब ह्याभ ह्याड अ सफ्ट कर्नर फर शिवाङ्गी जस्तो लाग्छ धीरजको साइडबाट पनि। अनि के अरे सुफीले के अरे धीरजलाई मस्का लगाइरहेको थियो नि, अब म त तेरै लागि गेम खेल्छु, अनि म तेरै लागि गेम खेल्छु, तै होस् अब त यहाँको, अब म अहिले गएसम्म त्यसलाई लागि खेल्छु भन्दाखेरि सुफी यार कति सुगर कोड जगर जस्तो चुप गर, चुप चुप सुफी चुप जस्तो भइरहेको थियो क्या मलाई चाहिँ। तेरो यो बोली चाहिँ जस्तो हो जस्तो लागेको थियो कि मलाई। तेरो बोली चाहिँ बोलीको भर छैन सुफी, नबोल 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 जस्तो लागिरहेको थियो कि मलाई। अनि अरू भनेको त सबै ठिकै थियो। आजको गेम के अरे आजको यस्तो नै थियो। अब लेट्स सी टुमोरो, अझ योगेश कहाँ छ भनेर खुलदुल भइरहेछ है त। सी यु टुमोरो, टिल देन स्टे सेफ, टेक केयर, बी ह्याप्पी, बाई।